गर्नुहोस् यो राज्य सरकारको आतंक यो राज्य सरकारको आतंक दुर्गा प्रसादका यी अराजक समर्थकहरूलाई यो सञ्चारकर्मी क्यामेराम्यानसम्म प्रहार भइरहेको छ भने अब यो आगोलाई नियन्त्रण गर्न युवाहरू विदेशबाट पठाएको रेमिडियन्स सबै मारवाडीको कब्जामा जाने त्यसले गर्दाखेरि मैले आज म बाँच्छु म मर्छु मलाई थाहा छैन म अब युद्धमा गएको मान्छे हो होइन म मर्नु र बाँच्नुमा कुनै तात्विक भिन्नता छैन मैले अघि पनि भने तर यो व्यवस्था परिवर्तन हुनुपर्छ र मलाई आज के फिलिङ भएको छ भने यो लडाइँ भनेको भारतमा निर्वाचन बसेर चाइनामा बसेर गरेको लडाइँ होइन यो लडाइँ भनेको अर्ग्यानिक लडाइँ हो आमाको हातबाट आमाको आशीर्वाद 84-85 वर्षको आमाको हातबाट टिको लगाएर दही खाएर नेपाली नागरिकहरूलाई बचाउने यो जनविद्रोहको कार्यक्रम हो यसमा हामी अगाडि बढ्दैछौँ मलाई जहाँसम्म लाग्छ सबैजना सबै आमाहरूको आशीर्वाद लागोस् मेरो आमा एउटा प्रतिनिधि पात्र मात्रै हो सबै विदेशमा रहने छोराछोरीहरूको आमाको पनि मलाई आशीर्वाद लागोस् भन्न चाहन्छु र छिट्टै ती सबै छोराछोरीहरूलाई यही देशमा फर्केर काम गर्ने वातावरण यो व्यवस्था परिवर्तन भएपछि बनोस् भन्ने आशा र अभिलाषाका साथ म अघि बढेको छु म यसमा एउटा कुरा के भन्छु भने नेपाल प्रहरी खास गरेर नेपाल प्रहरीलाई हामी जाने बाटोहरू छोडिदिनुहोस् तपाईहरु फुलीको लागि जागिरको लागि नगर्नुहोस् हामी जाने बाटो छोडिदिनुहोस् हामी तपाईहरुको जीवन तपाईहरुको परिवारको जीवन पनि परिवर्तन गर्न चाहन्छौँ त्यही भन्छु यो घरबाट निस्किँदै गर्दा यहाँले गम्भीर शब्द उच्चारण गर्नुभयो म फर्केर आउँछु कि आउँदिन थाहा छैन त्यो मलाई थाहा छैन किनभने म लडाइँमा जाँदैछु किनभने मैले भने त अघि मैले गरिबका छोराछोरी मराएर पैसा कमाउने जनविद्रोह गरेको होइन नि त्यो त प्रचण्ड केपी ओलीहरू शेरबहादुरहरूले गरे मैले त्यो गरेको होइन मैले आज जननायक मदन भण्डारीलाई पनि सम्झिँदै गर्दाखेरि होइन उहाँले एउटा राजा नरहनेमा ठुलो कुरा राख्दैन तर नेताहरू सामन्ती भयो भने त्यसको ठुलो असर पर्छ भनेको आज पर्यो नि त राजालाई हटाएर यो स्थिति त नेताहरूले ल्याएको नि त दर्शकवृन्द यति बेला हामी तीनकुनेमा छौँ तीनकुनेमा तपाईँले यो देखिरहनु भएको भिड यो राजतन्त्रवादीहरूको भिड हो राजा समर्थकहरूको भिड हो तपाईँले देखिरहनु भएको छ यो आज राप्रपा लगायत राजावादी शक्तिहरूले गरेको प्रदर्शनको यो र्याली आइपुगेको छ यो प्रदर्शनको मुख्य कमान्डर रहेका दुर्गा परसाई यता आफ्नो गट्ठा घरबाट चाहिँ जुलुससहित आइपुगेका छन् दर्शकवृन्द भएको यो भिड कोटेश्वर लगायत ललितपुरका विभिन्न ठाउँ यो भक्तपुरका विभिन्न ठाउँ हुँदै यो कोटेश्वरमा जम्मा भएर आएको भिड हो र यहाँबाट मात्रै होइन अन्य ठाउँ काठमाडौँका अन्य ठाउँबाट काठमाडौँ उपत्यकाका अन्य ठाउँबाट समेत राजतन्त्रको वकालत गर्नेहरू ठुलो सङ्ख्यामा नेपालको झन्डा हातमा लिएर आएको तपाईँहरू
देख्न सक्नुहुन्छ दर्शकवृन्द। राज संस्था र हिन्दू राज्यको पक्षमा जनता ओर्लनुको कारण चाहिँ तपाईँलाई मेन जड भनेको यिनीहरूले झुक्क्याएर शासन गरे। हेर्नुहोस्, जनताको शासन भने जनताको बस्ती बस्ती गाउँ गाउँ टोल टोलमा गएर जनतासित बुझ्ने काम भएन। नम्बर 1। अर्को के भयो, यिनीहरूको लुटेर आएको शासन, यी दानवीय तात्पर्यहरू रहेछन् यिनीहरू। वास्तविक कुरा बुझ्नु, जनताले दिएको, जनताले पुरा अभिमत दिएर नेपाली काङ्ग्रेसलाई सत्तामा पुर्याए, नेकपा माओवादीलाई नि हामीले मिलेर सत्तामा पुर्यायौँ। हेरेर आउँछु तपाईँहरूलाई है। माथिबाट उखालिरहेको छ माथिबाट फाले हो। हामी जस्तो मान्छेलाई हेर्नुहोस् मको म पनि मान्न पर्दैन मान्छे सुन्नुहोस् त्यो माथिबाट मान्छे छ यो घर छैन लानु है छैन यति बेला हामी 3 कुनेमा छौँ। तपाईँले यो पृष्ठभूमिमा देखिरहनु भएको राजतन्त्रवादीहरूको यो आमसभा थियो, जनप्रदर्शन थियो। दुर्गा परसाई जब कोटेश्वरबाट 3 कुने आइपुगे त्यसपछि यहाँ धेरै थान टियर ग्यासहरू प्रहार भएर माहौल एकदमै तितरबितर भयो। केही व्यक्तिहरूले हामी जुन घरमा बसेर बोलिरहेका छौँ त्यो घरमा प्रहरी रहेको भन्दै चाहिँ ढुङ्गा मुढा समेत गरेका छन्। यहाँको अवस्था एकदमै तितरबितर बनेको छ। दर्शकवृन्द, हामी जुन घरमा बसेर बोलिरहेका छौँ यो घरमा प्रहरी लुकाएको भनेर चाहिँ यहाँको स्थानीय जो आन्दोलनमा आउनु भएको थियो उहाँहरूले चाहिँ यहाँ ढुङ्गा मुढा गर्नुभयो। हामी यो घरको छतमा बसेर बोल्दा यहाँ कोही पनि प्रहरी थिएन, कोही पनि अरू अनावश्यक मान्छे थिएन। यहाँ घरमा जो परिवारका सदस्यहरू हुनुहुन्थ्यो उहाँहरू मात्रै हुनुहुन्छ। तपाईँले यो पृष्ठभूमिमा देखिरहनु भएको दृश्य हो यो राजतन्त्रवादीहरूको दृश्य। यहाँ चाहिँ दुर्गा परसाई जब यो घरमा यो ठाउँमा जब आइपुगेपछि प्रहरीले यहाँ टियर ग्यास हानेर अहिलेको माहौल एकदमै तितरबितर बनाएको थियो। तपाईँले देख्न सक्नुहुन्छ यताबाट ढुङ्गा मुढा समेत भइरहेको छ। अन्त्यबाट हानेको छ कि अन्त्यबाट हानेको छ, यहाँबाट छैन। बमबारी जस्तो देखि हामी यहीँबाट खिच्नु पुरै है राम्रो देखिन्छ। ओ दाइ नदेखि नभन्नु
दाइ ओ दाइ ओ तिमीले चिने तपाईँले नौ चाल्नु है यो मात्रै टिकाउनु भन्नु क्या यता त्यहाँ नजानु छैन भने मान्छेलाई केही नभएदेखि घर बन्छ क्या मान्छेलाई किलो 200 का चाहिए सर
पृष्ठभूमिमा तपाईँले देख्नुभएको यो तिनकुने क्षेत्रको आज यहाँ राजतन्त्रवादीहरूको आन्दोलन थियो। राजतन्त्रवादीहरूले तपाईँ देख्न सक्नुहुन्छ अहिलेको यहाँको अवस्था एकदमै नाजुक बनेको छ। प्रहरीले धेरैचोटि अश्रु ग्यास प्रहार गरेको छ। यहाँको अवस्था एकदमै दयनीय बनेको छ दर्शकवृन्द। यहाँ ठुलो मात्रामा प्रहरी परिचालन गरिएको छ। यहाँ विभिन्न टायरहरू बालिएको छ, घर फुटाइएको छ। तपाईँहरू देख्न सक्नुहुन्छ यहाँ तपाईँहरू देख्न सक्नुहुन्छ दर्शकवृन्द। यहाँ आज राजावादीहरूले यहाँ आन्दोलन गर्ने घोषणा गरेका थिए। आन्दोलनका कमान्डर दुर्गा परसाई जब यो मञ्चमा यहाँ तिनकुनेमा जहाँ मञ्च बनाउन दिएको थियो त्यहाँ आएपछि दुवै पक्षबाट एकाएक यता हान्न थाल्यो। दर्शकवृन्द तपाईँहरू देख्न सक्नुहुन्छ यहाँ यो अगाडि तपाईँले देखिरहनु भएको घरमा समेत यहाँ आन्दोलनकारीहरूले प्रहरी त्यो घरमा लुकेर हानेको छ भनेर चाहिँ त्यहाँ आगलागी गरेका छन्। दर्शकवृन्द प्रहरीले चाहिँ यहाँ पानीको फोहराले भिड नियन्त्रण गर्न खोजिरहेको छ। दर्शक तपाईँहरू यहाँ अगाडि तपाईँहरू देखिरहनु भएको छ जहाँ मञ्च बनाइएको छ त्यहाँबाट ठुलो मात्रामा ढुङ्गामुढा भएपछि प्रहरीले मञ्च अगाडि नै जहाँ मञ्च बनाएको छ त्यहीँ नै पानीको फोहरा हानेर यो भिडलाई नियन्त्रण गर्न खोजिरहेको छ। तपाईँहरू देख्न सक्नुहुन्छ आज यहाँ मात्रै होइन गणतन्त्र पक्षधरहरूको पनि आन्दोलन रहेको छ। यहाँ चाहिँ राजतन्त्र पक्षधरहरूले केही दिन अगाडि नै दर्शकवृन्द तपाईँहरू देख्न सक्नुहुन्छ यहाँको माहौल एकदमै बिग्रिएको छ। यहाँ अश्रु ग्यास प्रहार भएको छ। प्रहरीले आगो नियन्त्रणका लागि आगो एम्बुलेन्समा हाल्ने प्रक्रियाले चलिरहेको छ। दुर्गा प्रसाईका यी अराजक समर्थकहरूलाई राज्य सरकारको आतंक यो राज्य सरकारको आतंक सरकार यो के हो अराजक मान्छेलाई मार्छस् साला किन एम्बुलेन्स बनाइदिनु नि यार प्लिज यार क्यामेराम्यानसँग यो सञ्चारकर्मी क्यामेराम्यानसँग यहाँभित्र छ क्यामेराम्यान छ यहाँभित्र राज्य भवन छ
यतिसम्म हुँदा पनि जम्मूको लागि निभाउन सकिरहेको छैन। प्रहार भइरहेको छ भने अब यो आगोलाई नियन्त्रण गर्न